जयनेपाल.com मा स्वागत छ। यति बेला गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा सर्वाधिक चर्चामा छन्, सर्वाधिक विवादमा छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा मारेको छापा र अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिनुका साथै कागजपत्र, मोबाइल, कम्प्युटर आदि बरामद गरिएपछि गृहमन्त्री लेखक अक्करमा फसेका छन्। अख्तियारको दुरुपयोग गर्दै गम्भीर आर्थिक अनियमितता गरेको र त्यसमा गृहमन्त्री तथा उनको सचिवालयकै संरक्षणमा विमानस्थलबाट दैनिक 50 लाख रुपैयाँसम्म सङ्कलन भएका समाचार विवरणहरू सार्वजनिक भएपछि यस्तो स्थिति आएको हो। अख्तियारको सोधपुछमा तीर्थराज भट्टराईले भिजिट भिसा प्रकरणमा गृहमन्त्री, गृहसचिव र मुख्य सचिवलाई समेत भाग पुर्याइने बताएको भनेर अनौपचारिक रूपमा विवरणहरू सार्वजनिक भइरहेका छन्। यस्तैमा के न्यु पाऊँ र कनिका बुकाऊँ भनेर बसेका नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा समाजवादी लगायतका प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेका थिए। यद्यपि माओवादी केन्द्रले भने 2 बुँदे सहमति गरेपछि सदन खोल्न सहमति जनाइसकेको छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने निरन्तर सदन अवरोध र बहिष्कार गर्दै आएको छ। यता काङ्ग्रेसका शीर्षस्थ नेताहरूसहित प्रधानमन्त्री सहितको छलफलले गृहमन्त्रीको राजीनामा असम्भव रहेको निचोड निकालिसकेको छ। यसले देशभर राजनीतिक तरङ्ग छाएको छ र पक्ष विपक्षमा गरमागरम बहस चलिरहेकै छन्। माओवादी केन्द्रले गरेको 2 बुँदे सहमति पनि प्रश्नहरूले घेरिएको छ। भिजिट भिसा अनियमितता प्रकरणमा गृहमन्त्री रमेश लेखक विवादमा तानिएकै बेला रवि लामिछाने गृहमन्त्री हुँदा तत्कालीन समयमा सांसद मात्रै रहँदा रमेश लेखकले संसदमा दिएको नैतिक शिक्षाको पाठ आफ्नै टाउकोमा बजारिन आइपुगेको छ। गृहमन्त्री लेखकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भएको समयमा गृहमन्त्री रहेका रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले उनले नैतिकताको आधारमा राजीनामा प्रक्रियालाई सहयोग गर्न राजीनामा दिनुपर्ने आवाज बुलन्द गरेका थिए। हेरौँ भिडियो क्लिप। यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको विषय कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, यदि प्रश्न उठ्यो, राज्यको कुनै सक्षम निकायले यदि अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहनुहुन्न, त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आएका छौँ। म यहीँभित्र भएका केही अभ्यासहरू मात्रै अनुरोध गरेर म सघाउँछु। यस्ता विषयमा मन्त्रीका माथि प्रश्न उठ्दा आजसम्म के भयो? एकपटक माननीय रामशरण महतजी अर्थमन्त्री भएका बेला उहाँका माथि प्रश्न उठेको छ। विदेशी ब्याङ्कमा खाता छ, उहाँले चाहिँ त राजीनामा दिनुपर्छ भन्ने प्रश्न उठ्दा माननीय रामशरण महतले राजीनामा दिनुभएको छ। यसै संसदको इतिहास। माननीय शेरबहादुर तामाङजी मन्त्री हुँदा उहाँले बोल्दाखेरि के कुरा बिग्रियो, बेठिक बोल्नुभयो भनेर प्रश्न उठेको छ, उहाँले राजीनामा दिनुभएको छ। त्यो पनि संसदको इतिहासमा छ। माननीय गोकुल बास्कोटाजी अहिले पनि माननीय सदस्य हुनुहुन्छ, उहाँका माथि प्रश्न उठेको छ। छानबिन गर्नका लागि उहाँले मार्ग प्रशस्त गर्नुभएको छ, राजीनामा दिनुभएको छ। त्यो पनि यसै संसदको इतिहास। अर्को एउटा कुरा छ, माननीय भरतमोहन अधिकारीजीले अर्थमन्त्रीका रूपमा यहाँ बजेट प्रस्तुत गर्दा बजेटका माथि प्रश्न उठेको छ, छानबिन समिति गठन भएको छ। यही संसदमा त्यो पनि इतिहास छ। माननीय विष्णु पौडेलजीले अर्थ विधेयक, विनियोजन विधेयक बजेट प्रस्तुत गर्दा बजेटका माथि प्रश्न उठेको छ, छानबिन समिति गठन भएको छ, छानबिन भएको छ। त्यो पनि यो संसदको इतिहासमा छ। पछिल्लो पटक माननीय जनार्दन शर्माजीले बजेट प्रस्तुत गर्दा उहाँका माथि प्रश्न उठेको छ, उहाँले राजीनामा गर्नुभएको छ र यहाँ छानबिन समिति गठन भएको छ। त्यो बेला रमेश लेखकले
डाक्टर रामशरण महत, गोकुल बास्कोटा, हरिप्रसाद पराजुली र शेरबहादुर तामाङले नैतिकताकै आधारमा राजीनामा दिएको उल्लेख गरेका थिए। लेखकले उल्लेख गरेका पात्रहरूले कसरी कुन अवस्थामा राजीनामा दिएका थिए त? जानौं तथ्यमा। अर्थमन्त्री डाक्टर रामशरण महतले राजीनामा दिनुको कारण यस्तो थियो। 2053 साल साउन 16 गते तत्कालीन अर्थमन्त्री डाक्टर रामशरण महतले राजीनामा दिएका थिए। प्रतिनिधि सभाको 2053 साउन 10 गतेको बैठकमा एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठले अर्थमन्त्री डाक्टर रामशरण महतको अमेरिका स्थित एक बैंकमा खाता रहेको र उक्त खातामा रहेको रकमको विवरण पनि प्रस्तुत गरे र प्रश्न उठाए। अर्थमन्त्री डाक्टर महतले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम UNDP-मा जागिरे छँदा खाता खोलिएको र उक्त खाता बन्द गर्ने र त्यहाँको रकम नेपाली बैंकमा सार्ने प्रक्रिया सुरु गरिसकेको पनि बताएका थिए। त्यो रकम आफूले नेपालमा कमाएको रकम नभएको, ब्याज मात्रै थपिएको लगायतका विषयमा डाक्टर रामशरण महतले बोलेका थिए। त्यो बेला प्रमुख प्रतिपक्षी दल एमालेका लागि ठुलै मुद्दा हात लागेको थियो। साउन 11 गते एमालेका सांसदहरूले अर्थमन्त्री महतको राजीनामा माग गरेर संसदको बैठक अवरोध गरे। बिहान 11 बजे सुरु भएको पहिलो बैठक अवरुद्ध गरियो। उसै दिन अपराह्न 4:15 बजे दोस्रो बैठक बस्यो। त्यसबीचमा सभामुखकै कार्यकक्षमा सर्वदलीय बैठक बसेको भए पनि सहमति जुट्न सकेन। अर्थमन्त्री डाक्टर महतको जवाफले प्रमुख प्रतिपक्षी दल एमालेको चित्त बुझेन। अर्थमन्त्रीले राजीनामा दिनै पर्छ भन्दै उनीहरूले नाराबाजी गरिरहे। उनीहरूले साउन 11 गतेको अवरोधलाई साउन 13, 14 र 15 गतेसम्म निरन्तर जारी राखे। राष्ट्रिय सभामा पनि एमाले अवरोध गरिरह्यो। साउन 13 गते बसेको एमाले स्थायी समितिको बैठकले पनि अर्थमन्त्री रामशरण महतले राजीनामा दिनै पर्ने निर्णय गर्यो। एमालेको निरन्तरको अवरोध र आम रूपमा नैतिकताको प्रश्न उठेपछि अर्थमन्त्री डाक्टर महतले साउन 16 गतेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेका थिए। डाक्टर महतले राजीनामा दिएपछि उनीमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेको थियो। विभागले महतसँग बयान पनि लिएको थियो। विभागले जिल्ला सरकारी वकिलको कार्यालयमा भदौ 3 गते फाइल पठाएको थियो, तर उसले कारबाहीको कानुनी आधार नदेखिएकाले मुद्दा दायर गर्न नमिल्ने भन्दै आफ्नो राय विभागलाई पठाएको थियो। राय दिनुअघि उसले माथिल्लो निकाय महान्यायाधिवक्ताको कार्यालयमा अनुमोदनका लागि पनि पठाएको थियो, जसलाई अनुमोदन गर्दै महान्यायाधिवक्ताको कार्यालयले फाइल फिर्ता पठाएको थियो। त्यसबेला विभिन्न ऐन र परिपत्रको चर्चा भए पनि ती विषय नेपालमा बसोबास गरी कमाएको विदेशी मुद्राको हकमा आकर्षित हुने तर विदेशमा बसेर कमाएको मुद्राको हकमा आकर्षित नहुने ठहर गरिएको थियो। राजस्व अनुसन्धान विभागले भदौ 20 गते नै महतलाई सफाई दिई मन्त्री परिषद सचिवालयमा जानकारी पठाएको थियो। डाक्टर महतले सफाई पाएपछि उनको पुनर्बहालीको ढोका खुलेको थियो। उनलाई पुनः 2053 कार्तिक 1 गते अर्थ मन्त्रालयकै जिम्मेवारी दिइएको थियो। गोकुल बास्कोटाको राजीनामा कसरी आएको थियो? 2076 फागुन 8 गते तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजीनामा दिए। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका एजेन्टसँग 70 करोडको कमिसनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए। त्यो बेला बास्कोटाको राजीनामा माग्दै नेपाली काङ्ग्रेसले सदन अवरुद्ध गरेको थियो। बास्कोटाले राजीनामा दिएको समाचार सार्वजनिक भएसँगै उनी आफैले पनि ट्विट गरेका थिए। ट्विटमा उनले भनेका थिए, मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु। हरिप्रसाद पराजुलीको
राजीनामा प्रकरण यस्तो थियो। महिलामाथि अश्लील हरकत गरेपछि विवादित भएका कृषि मन्त्री हरिप्रसाद पराजुलीले 2072 असार 17 गते राजीनामा दिएका थिए। असार 15 को धान दिवसको अवसरमा कृषि विभागले काठमाडौँको मूलपानीमा आयोजना गरेको कार्यक्रममा महिलामाथि मन्त्री पराजुलीले अश्लील हरकत देखाएका थिए। चौतर्फी आलोचना भएपछि पराजुलीले असार 17 गते अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर ओलीलाई राजीनामा बुझाएका थिए। उनको राजीनामा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले स्वीकृत गरेका थिए। सदन, सामाजिक सञ्जाल र सडकमा समेत मन्त्री पराजुलीको अश्लील गतिविधिको चर्को आलोचना भएको थियो। त्यतिबेला एमालेकै भातृ सङ्गठन र केही केन्द्रीय नेताहरूले समेत मन्त्री पराजुलीको सार्वजनिक आलोचना गरेका थिए। यद्यपि सुरुमा चाहिँ पराजुलीले पनि आफूले गल्ती नगरेकोले राजीनामा दिनुपर्ने कुनै कारण नभएको दाबी गर्दै आएका थिए। शेरबहादुर तामाङले किन र कसरी दिएका थिए राजीनामा? तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले 2075 साउन 8 गते राजीनामा दिएका थिए। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले राजीनामा घोषणा गरेका थिए र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिएका थिए। एउटा सार्वजनिक कार्यक्रममा बोल्दा बङ्गलादेशमा MBBS पढ्न जाने छात्राले सर्टिफिकेट पाउनको लागि आफ्नो इज्जत समेत सुम्पनु पर्ने आशयको अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भएको थियो र राजीनामा मागिएको थियो। यद्यपि आफ्नो अभिव्यक्तिको आशय त्यस्तो नभएको दाबी तामाङको राजीनामा पत्रमा गरिएको थियो। सभामुख कृष्णबहादुर महराले पनि दिएका थिए राजीनामा। यौन दुर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले पनि 2076 असोज 14 गते पदबाट राजीनामा दिएका थिए। आफूमाथि लागेको आरोपबारे सत्य तथ्य छानबिनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका थिए। यद्यपि उक्त आरोपलाई अदालतले गलत साबित गरिदिएको थियो। महराको यो घटनालाई भने लेखकले उल्लेख गरेका थिएनन्। अहिले 2082 सालको असार महिना चलिरहेको छ। 2052 सालको जेठमा भने तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई संसदमा पढाएको पाठ आफ्नै टाउकोमा बजारिन आइपुगेको छ। यो आरोपले राजनीतिक वृत्तमा ठुलो तरङ्ग ल्याएको छ। यो घटनालाई थप रोचक बनाउने कुरा त के छ भने लेखकले विगतमा प्रतिपक्षमा रहँदा तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा राजीनामा मागेका थिए। उनले त्यति बेला भ्रष्टाचारको आरोप लागेका व्यक्तिले पदमा रहन नहुने तर्क गरेका थिए। अहिले उनैमाथि यस्तै आरोप लाग्दा उनको पुरानो बयानले यो अवस्थालाई विडम्बनापूर्ण बनाएको छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपा लगायतले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका छन्। माओवादी केन्द्रले पनि 2 बुँदे सहमतिपछि सदन अवरुद्ध नगरे पनि गृहमन्त्रीको राजीनामा भने मागिरहेकै छ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले पनि यसअघि नै नैतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानलाई सघाउन सुझाव दिएका थिए। यद्यपि गृहमन्त्री रमेश लेखकले यी सबै आरोपहरूको खण्डन गरेका छन्। उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भएमा गृहमन्त्रीको पदबाट मात्र नभई राजनीतिबाटै सन्यास लिने बताएका छन्। हेरौँ भिडियो क्लिप। मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गबाट झुट्टा प्रचारबाजी भइरहेको छ। म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन, मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने
म पदबाट होइन म राजनीतिबाट राजीनामा दिन्छु, म यो आग्रह गर्न चाहन्छु। 13 गते सम्मानित सदन प्रतिनिधि सभामा बोल्नका लागि मैले समय माग गरिसकेका छु। अरू विस्तृत कुरा म प्रतिनिधि सभामा आग्रह गर्छु। यो गृह मन्त्रालय यत्रो ठुलो मन्त्रालय छ कि यसमा लाखमा होइन हजारमा कर्मचारी, के अरे हजारमा होइन लाखमा कर्मचारी छन्। लाखौँ लाख कर्मचारीमा संवैधानिक निकाय, अनुसन्धान गर्नका लागि सक्षम निकायले कुनै पनि बेला कुनै पनि कर्मचारीका माथि अनुसन्धान सुरु गर्न सक्छ। अनि कुनै पनि कर्मचारीका माथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ? आजसम्म त्यस्तो भएको छ? त्यसकारण मैले प्रारम्भमै भनिसकेँ, मेरा विरुद्ध राजनीतिक रूपले, नियोजित रूपले, षड्यन्त्रमूलक ढङ्गले झुटा प्रचारबाजी भइरहेको छ। त्यो त अब खोज्दै जाँदा भेटिएला, परिणाममा त्यो देखिएको छ। गृह मन्त्रालयले पनि भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकको कुनै संलग्नता नभएको दाबी गरेको छ। सामाजिक सञ्जालमा पनि यसबारे मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्। अब मुख्य प्रश्न यो छ कि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ? एकातिर केवल आरोपको आधारमा राजीनामा दिनु आवश्यक नहुन सक्छ, किनकि यसले राजनीतिक अस्थिरता निम्ताउन सक्छ। अर्कातिर गम्भीर भ्रष्टाचारको आरोप लाग्दा छानबिनलाई निष्पक्ष बनाउन पदबाट हट्नुपर्छ भन्ने मान्यता पनि उत्तिकै बलियो छ। नेपालकै इतिहासमा आफूमाथि प्रश्न उठेकै आधारमा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, कृषि मन्त्री हरिप्रसाद पराजुली, कानुन मन्त्री शेरबहादुर तामाङ, सभामुख कृष्णबहादुर महराले यस्तै अवस्थामा राजीनामा दिएका उदाहरणहरू छन्। यो प्रकरणले नेपाली राजनीतिमा भ्रष्टाचार र जवाफदेहिताको मुद्दालाई पुनः उजागर गरेको छ। लेखकले आफूमाथि लागेको आरोपबाट सफाई पाएर आफूलाई निर्दोष प्रमाणित गर्न सक्ने वा नसक्ने कुराले उनको मात्र नभई नेपाली काङ्ग्रेस र सरकारको विश्वसनीयतामा प्रभाव पार्नेछ। प्राय नैतिकता र विधि प्रक्रियाको कुरा गर्न रुचाउने सादगी नेता लेखक अध्यागमनमा भएको बदमासी र भिजिट भिसा प्रकरणमा संलग्न छन् या छैनन् भन्ने प्रश्नको जवाफ छानबिन पछि नै थाहा होला। तर यो प्रकरणले मन्त्री लेखकको नैतिकतामाथि भने प्रश्न उठाइसकेको छ। तपाईको विचारमा के गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ? कमेन्टमा आफ्नो राय लेख्नुहोला। हाम्रो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।